साथी आजकल मलाई कस्तो लाग्छ भने नि हामी दुःख गरेर आफ्नो जी जान लगाएर चाहिँ जिन्दगीभरि मेहनत गर्छौँ होइन। त्यस पछाडि एउटा घर बनाउँछौँ क्या, इट्टा इट्टा जोडेर आफै बनाउँछ, मिस्त्री पनि लाउँदैन। त्यसरी बुझ्नुहोस् होइन। इट्टा इट्टा जोड्छौँ, सबै कुरा खोजेर ल्याउँछौँ, आफै बनाउँछौँ क्या घर पनि। अनि सिमेन्ट जोड्छौँ, कुनै के गर्छौँ, सबै कुरा गर्छौँ होइन। त्यस पछाडि जब घर ठडिन्छ, ठुलो हुन्छ, 2-3 तलाको घर जति बनाउन मनपर्छ आफूलाई त्यति बनाइन्छ नि। अनि त्यस पछाडि गएर चाहिँ यो घर मैले किन बनाएँ भनेर बिर्सिन्छौँ क्या हामी। अनि अब आफ्नो त औचित्य रहेन नि त, आफ्नो यो घर मैले जिन्दगीभर मैले गरेको चाहिँ मेहनत चाहिँ त्यो घरमा थियो होइन। र त्यही बिर्सेपछि त अब सक्यो नि त होइन। हो त्यस्तो लाग्छ मलाई। त्यही कारणले चाहिँ नेचरले हामीलाई नि, प्रकृतिले हामीलाई रुख बनाइदिएको छ क्या। छेउछाउमै हाम्रो घरको छेउछाउमा रुखहरू हुन्छ नि, त्यो रुखले हामीलाई सम्झाउँछ क्या। के सम्झाउँछ भने चाहिँ हामी चाहिँ त्यो रुखका पातहरू होइन, रुखको अभिन्न अंश हौँ। रुख हामी बिना एक्जिस्ट गर्दैन, तर हामी चाहिँ पातहरू हौँ क्या। त्यो पातको नियमै यस्तै छ कि त्यो पात झरेरै जानुपर्छ क्या। एक न एक दिन त्यो पात झर्नै पर्छ र अर्को पात आउनै पर्छ त्यो ठाउँमा। र त्यसरी हामीले आफूलाई बनाएको छौँ। र हामी चाहिँ बिर्सिन्छौँ कि यो हामी रुखको अभिन्न अंश हौँ भनेर बिर्सिन्छौँ क्या। र बिर्सिँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हो यस्तै कुरा, नयाँ नयाँ न्यारेसनहरू आउँछ, नयाँ नयाँ न्यारेटिभहरू एउटा पातले अर्को पातलाई बनाउन खोज्छ होइन। तर त्यो सबै भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ त्यो न्यारेटिभ बनाउँदै कस्तो हुन्छ भन्दाखेरि चाहिँ त्यो रुखै परिवर्तन हुन्छ क्या। रुख जुन चाहिँ रुखमा हामीलाई त्यो रुखले एउटा आफ्नो अंश बनाएको थियो नि, त्यो रुखै आफै परिवर्तन हुँदै जान्छ। त्यही नै हो न्यारेसन भनेको, त्यही नै हो न्यारेटिभ भनेको। र हामीले त्यो रुख बिर्सिनु हुँदैन क्या कहिले पनि। त्यो रुख बिर्सियो भने चाहिँ हामीलाई प्रब्लम हुन्छ। र हाम्रो एक्जिस्टेन्स भनेको चाहिँ पात हो। हामी त्यो पात जसरी झरेर जान्छ एक दिन त्यसरी नै झर्नै पर्छ। र त्यो हाम्रो एकदम के भन्छ त्यो लेखिएकै छ क्या त्यो। र त्यसै गरेर चाहिँ अब मान्छेलाई चाहिँ म पात होइन, म चाहिँ रुखकै हो भनेर चाहिँ म सधैँभरि अजम्बरी हुन्छु भनेर त्यसरी पनि मान्छेले अनेक गरिरहेको छ अहिले होइन। के अरे नयाँ नयाँ औषधिहरू खोजेर होइन, र कुनै के इन्जेक्सनहरू खोजेर चाहिँ मान्छे अझै कसरी बाँच्ने, अझै 4-5 वर्ष, अझै 10 वर्ष, अझै 20 वर्ष, अझै 100 वर्ष बाँच्न पाए कस्तो हुन्थ्यो भन्ने मान्छेलाई छ नि त होइन। त्यो चाहिँ किन भएको भन्दाखेरि चाहिँ त्यही बिर्सेको हो खासमा चाहिँ। म यो पात हो भनेर मान्छेले बिर्सेका छन् क्या। अनि जब त्यो बिर्सेपछि चाहिँ अनि समस्या आउँछ। समस्या आएपछि चाहिँ त्यो समस्या भनेको चाहिँ एउटा पातले अर्को पातलाई इन्फ्लुएन्स गर्दाखेरि चाहिँ पुरै रुखै इन्फ्लुएन्स हुन्छ। रुखमै आफ्नो परिवर्तन आउँछ, रुखको ढाँचामा परिवर्तन आउँछ। त्यसरी बुझ्नुपर्छ है त हामीले। र यो भनेको चाहिँ अब तपाईँहरूले अलिकति बुझ्ने कुरा हो। अलिक अब त्यस्तै कुराहरू आए मनमा र तपाईँलाई भन्न खोजेँ है। हस्, धन्यवाद।